बेलाको मौसम घुम्नको लागि निकै रमाइलो हुन्छ। जताततै ताजगी, निलो आकाश, सेतो हिमाल देखिन्छ र हामीहरू पनि यही मौका छोपेर पोखराबाट नजिकै थाकभन्दा अलिकति माथि रहेको स्याक्रेड हिल भन्ने ठाउँमा जाँदैछौँ। बीचमा बस्दै ध्यान गर्दै जङ्गलको च्याउकिरीको आवाजलाई सुन्दै डाँडा पाखा हिमालहरूको सौन्दर्यतालाई निहार्दै अन्ततः हामी आइपुगेका छौँ। Oh. के भन्नै सकेको छैन त्यसको बयान कसरी गर्ने कहाँबाट सुरु गर्ने छेउनी भेटिया खाने पनि भेटिया तानु स्वामीजी हामीले एक रात बिताइसकेका छौँ। बिहानै यहाँको सौन्दर्यता यति अद्भुत देखियो, चारैतिर जुन शब्दमा वर्णन गर्न सम्भव थिएन। र यहाँको यो ताजगी, यो आनन्द, यो शान्ति लिएर अब हामी पोखरा फर्किँदैछौँ।